हेलो व्हाट्सअप गाइज फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा हैन। अनि हामी चाहिँ आज घुम्न जाँदैछौँ गाइज। अब हामी यो कोठाबाट हामी तयारी भएर हामी निस्किँदैछौँ। हामी तीनजना, हामी जेम्स सर अनि सन्तोष दाइ हुनुहुन्छ यहाँ मसँग, अनि उहाँहरू पनि सँगै जानेछौँ हामी। अनि हामी घुम्नेछौँ गाइज। अनि त्यहाँको दृश्यहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ है, कस्तो कस्तो छ। अनि दसैँको चहलपहल कतिको बढेको छ भन्ने पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो भिडियोमा। अनि अन्तिमसम्म स्किप नगरिकन हेरिदिन होला भन्छु म है। अनि दाजु के छ? एकदम ठिक छ। जति पनि अहिले बजारमा व्यापक चहलपहल के भइरहेको छ भन्ने कुरा चाहिँ हामी आजको यस भिडियोमा तपाईँहरूलाई देखाउनेछौँ। तपाईँहरू पनि हामीसँग हाम्रो च्यानलमा रहेर हेर्न सक्नुहुन्छ र हामीलाई फलो गर्न सक्नुहुन्छ। तपाईहरूलाई कस्तो किसिमको भिडियो मनपर्छ अथवा तपाईँ के कुराको विषयमा जान्न चाहनुहुन्छ तपाईँहरूले कमेन्ट गर्नुहोला र यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गर्नुहोला। र अब अगाडिको भिडियोमा चाहिँ तपाईँहरूलाई हामी यो काठमाडौँ उपत्यकामा भइरहेको यो चाडपर्वको किनमेलदेखि लिएर बाहिर गन्तव्यतर्फ जाँदै गर्नुभएका मानिसहरूको हामी त्यो चहलपहल तपाईँहरूलाई देखाउनेछौँ। सो गाइज अब चाहिँ हामी निस्किसकेका छौँ है, तयारी सयार भएर। अनि हामी चाहिँ बाटोमा हिँड्दैछौँ गाइज। अनि हामी अब तल पुलमा पुगिसकेर हामी जितेन दाइसँग नि भेटेर हामी एक भएर हामी जाँदैछौँ गाइज घुम्नलाई। तपाईँहरू अन्तिमसम्म रहनु होला। अनि हाम्रो दाजु सरहरू यता हुनुहुन्छ है, सँगै हुनुहुन्छ। अनि हामी जाँदैछौँ, बाटो चाहिँ यस्तै छ गाइज, ओह्रालो लाग्दैछौँ हामी, हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाइज तल जितेन दाई आउँदै हुनुहुन्छ है। अनि हामीसँग जितेन दाई पनि जोडिनुहुन्छ। अब हामी सँगै जानेछौँ गाइज नयाँ बस पार्कतिर, हेर्न सक्नुहुन्छ यहाँहरूले। अनि गाइज हामी चाहिँ टाउखेल चोकमा आएर हामी साझा बस चढिसकेका छौँ गाइज। अनि यहाँ जितेन दाई हुनुहुन्छ, अनि हाम्रो जेम्स सर हुनुहुन्छ यहाँ है गाइज। अनि यतापट्टि हाम्रो सन्तोष दाई हुनुहुन्छ। अनि हामी यो टाउखेल चोकमा छौँ गाइज, गाडी चढिसकेका छौँ। अब हामी यहाँबाट लाग्नेछौँ है त गाइज। अनि गाइज हामी चाहिँ लगनखेल आइपुगिसकेर अनि फेरि पनि हामी पाटन हस्पिटलबाट साझा बस चढिसकेका छौँ, यहाँहरूले हेर्न सक्नुहुन्छ गाइज। हामी चाहिँ बस पार्कमा आइसकेका छौँ। नयाँ बस पार्कमा हेर्न सक्नुहुन्छ बसहरू पार्क गरिएका छन् यहाँ, ठुला ठुला बसहरू है गाइज। सर यहाँ हुनुहुन्छ, हाम्रो सर एकजना तल हुनुहुन्छ। सरजी के बोलिदिउँ यहाँ अलिक ठुलो लाउडली? यति हो सर? होइन केही छैन, कस्तो लाग्दैछ भनेर भन्नु लाग्यो।
अनि गाइज हामी चाहिँ अब नयाँ बस पार्क र बिजी मल भिजिट गरेर हामी चाहिँ फर्किसकेका छौँ है गाइज। तपाईँहरूले हेर्न सक्नुहुन्छ बाहिरको दृश्यहरू पनि। अनि गाइज हामी चाहिँ लगनखेलको पाटन मन्दिरमा हामी आइसकेको छौँ है घुम्नलाई गाइज। अनि यहाँ चाहिँ मान्छेहरू पुरै भिडभाड छ गाइज होइन। अनि मान्छे खुट्टा टेक्नु पनि छैन, यस्तोसम्म भिड छ गाइज। अनि दसैँको माहौल पनि छ। उराउनु त कराउला नि त अहिले।